जस्तो पनि मैले धेरैचोटि पटक पटक पनि भने अध्यक्षज्यू हाम्रो समस्या यस्तो यस्तो छ, यो समस्याहरू गरिदिनुस् न भन्दाखेरि तपाईहरु निर्णय गरेर ल्याउनुस् न। पटक पटक भने मैले तपाईहरु निर्णय गरेर ल्याउनुस् भन्दै हुन्थ्यो। मैले 2-3 चोटि हाम्रो स्कुलमा लगभग हामी पढेकोदेखिको यस्तो चकटी भनेको हामी पढेकोदेखि अहिलेसम्म त्यही छ। हाम्रो त्यहाँ कुनै पानी जस्ता चुह्यो भने हामी सुकाएर राख्नु पर्ने हुन्छ, अनि फेरि ओछ्याउनु पर्ने। मैले पहिलोचोटिमा मैले वडा अध्यक्षसँग मागेको थिएँ चकटी र बस्ने व्यवस्था गरिदिनु भनेर भन्दाखेरि हाम्रो हेड सर सहित लिएर आउनुभयो। वडामा बजेटै छैन भन्नुभयो, वडामा बजेट छैन, शिक्षामा चाहिँ बजेट छ भनेर वडा अध्यक्षसँगै चाहिँ हाम्रो हेड सरलाई पनि ल्याउनु भयो, सँगै ल्याएर शिक्षामा पनि छैन भन्नुभयो। फेरि दोस्रोचोटि पनि मागे बजेटै छैन भन्नुभयो। अनि एउटा कम्प्युटरको विषयमा योभन्दा अगाडि नै थियो, मलाई थाहा थिएन त्यो प्रत्येक स्कुलमा कम्प्युटर र एउटा प्रिन्ट दिन्छ बाँड्या छ अरे, आइसकेको छ शिक्षामा भन्ने कुरा पनि आयो। यो अहिलेसम्म हाम्रो पनि पुगेको छैन। पटक पटक शिक्षा माग्न आउँदाखेरि वडा अध्यक्षले के भन्छ, तपाईहरु माग्न आउनु भएको छैन, कसरी लानुहुन्छ, माग्नै आउनु भएको छैन भने 2-3 चोटि लगभग मैले 1 वर्ष जति हुन लाए 2-3 चोटि माग्न आए। एउटा पुरानो छ त्यो लानुहुन्छ भने लानुहोस् भन्दा पुरानो हामी किन लाने। 2-3 चोटि लिन आउँदाखेरि पनि अध्यक्षले त भन्नुभएको थियो एउटा प्रिन्ट समेत पठाइदिन्छ, त्यहाँ त्यो कम्प्युटर तपाईहरु लिनु आउनु प्रिन्ट समेत पठाइदिन्छ। योभन्दा अगाडि नै चाहिँ हाम्रो पट्टा भन्ज्याङकै रिता कार्की हेड सर हुन्थ्यो, त्यतिखेर मैले सुन्नमा आएको यही शिक्षामा कुरा गरेको चाहिँ मोहन सरहरू सुरेश सरहरूले कुरा गर्दाखेरि नाम लेखेर लानुहोस् न भन्दाखेरि सक्नु भएन अरे। त्यतिखेर तपाईँको नाम चाहिँ कम्प्युटरमा लेखेर लानु भन्दाखेरि सक्नु भएन। त्यहाँदेखिको बसेको अहिले पनि हामी पटक पटक के चाहिँ स्कुलको कामहरू फोटोकपी समेत गर्नु खोज्दा कटारी नै धाउनु पर्ने हुन्छ। बाटोको आवश्यकहरू त्यस्तै छ। यो कुराहरूलाई चाहिँ अलिकता सुनिदिनु पर्ने भन्ने कुरा मलाई अलिकता लाग्यो।